पुरा जमेछ क्या यहाँनिर आजमा थिएँ अम्मा त कहाँ थियो नेपाल सारामी हो नमस्ते बाई बाई हेलो एभ्रिवान नमस्ते सबैजनालाई पनि जनवरी 1 आज चाहिँ होइन अनि आज मेरो नि कामको बिदा त्यही भएर तनाव हप्ताभरिको तनाव थकानलाई चाहिँ यसो फेस गरौँ चिल गरौँ भन्ने नाराका साथ म चाहिँ रुमबाट खानासाना खाएर चाहिँ अलि माथितिर आएँ यहाँनिर चाहिँ यस्तो जङ्गल छ देख्न सक्नुहुन्छ अनि माथि चाहिँ म यता थेवाक्कीतिर जाँदैछु थेवाक्कीमा चाहिँ विश्वविद्यालय हो यताको त्यहाँ गएर चाहिँ केही कामहरू छ मेरो अनि गर्छु अनि मैले चाहिँ आज दाह्री काट्ने भनेको 2 नम्बरमा होइन 2 नम्बरमा दाह्री काटेको त पुरा 1 नम्बरमा गइदिएर त्यो भएर सबै काटेँ आज अनि खै के भएको अनुहार नि रातो रातो हुँदैछ पहिला त गोरो थिएँ यहाँनिर यस्तो छ जङ्गल छ यहाँ माथि यो बाघहरू नि छन् स्यालहरू नि छन् मैले देखेको भक्कु त्यस्तो छ सबैजनालाई ह्याप्पी न्यु इयर गाइज स्वस्थ रहनु होला व्यस्त अनि होइन यो सबै कुरा नयाँ होस् यहाँनिर चाहिँ एकदमै चिसो छ आज चाहिँ लास्टै चिसो छ अनि त्यो पन्जा सन्जा लगाएर चाहिँ आएको छु ज्याकेट नि त्यही लगाएको छु त्यही भएर नि मलाई जाडो भइरहेको घाम चाहिँ लागेको छैन आज यहाँनिर नि के छ नि अन्त त्यो टिटो होला टिटो भन्दा नि त्यो के छ यहाँनिर जनावरहरू अन्त यो सुन्तला यहाँनिर सुन्तला नि फलेको छ कि यहाँ सुन्तला छ यहाँ मुनि यस्तो छ समुद्र चिसो छ त्यही हो आज एकदमै चिसो छ मैले चाहिँ आज अन्त चाहिँ यस्तो छ घाँस सास छ घाँसी मैदान पुरा यस्तो छ दामी छ यहाँनिर चाहिँ मलाई चाहिँ गाउँकै याद आउँछ मैले यस्तो देख्दाखेरि बाख्रा चराएको याद आउँछ मलाई चाहिँ होइन आज हावा नि एकदमै धेरै चलिरहेको छ यो चाहिँ के हो हात चाहिँ एकदम फ्रिज भइसकेको छ यो चाहिँ यताको चाहिँ नक्सा हो माथि जाने फेजिदो लेआउट मलाई चाहिँ यहाँनिर डर लाग्छ यहाँनिर यहाँ मुनि जरा खरायोहरू धेरै छन् म चाहिँ अब उठेर जान्छु त्यहाँबाट चाहिँ माथि त्यहाँतिर जान्छु त्यो गाइस होइन सबैलाई माया छ मलाई माया गर्नेहरूलाई माया छ होइन सबजनालाई म चाहिँ यहाँ माथि आइसकेँ तपाईँलाई देखाउँछु यहाँनिर पानी चाहिँ एकदम फ्रिज भएर पानी जमेर यो फ्रिज भएको छ पुरा ओहो यस्तो भएको छ पुरा जमेर चाहिँ एकदम यहाँनिर चिसो छ त्यही भएर यो पानी पुरा जमेको छ क्या यहाँनिर यो पुरा पानी जमेको छ यहाँनिर यस्तो छ यहाँनिर अहिले त्यो पानी स्याहारेर रहेछ त्यो पनि त्यो पानी यस्तो जमेको छ म चाहिँ अहिले माथि जान्छु यो कोरियाको ट्रेडिसनल घरहरू माथि जान पाउँछ कि पाउँदैन मान्छे छैन यतातिर जान्छु होस् म माथि जान्छु यहाँ माथि मान्छे छ मलाई डर लागेको माथि यहाँ सुनसान छ नि त अनि डर लाग्यो मलाई माथि मान्छेहरू छन् बोलाएको जान्छु अलि म अगाडि यता यता बस्ने ठाउँ नि रहेछ यहाँबाट टक्क लगाएर यहाँबाट सबै देखिरहेको छ ओहो पहाडीको माथिको डाँडा अनि यो अब त्यो डाँडा टपमा जानुपर्छ यो चाहिँ
좋은 데서 훌륭합니다. 네. 좋은 회사에서 네. 일하네요. 오늘 쉬는 날이니까. 네. 네. 여기 사람 없는데요, 별로. 여기 위에. 보니까는 별로 사람이 없어요 지금 여기는. 네. 근데 경치가 너무 아름답고 멋진 곳인데. 여기 너무 아름다워요. 그렇죠. 예. 네, 첫 번째 여기 제가 밑에 살고 있는데 여기 첫 번에 와요. 네. 위에 밑에 살고 계시군요. 네. 한번 좀 지나가다 이렇게 구경하는 거예요. 네, 안무 नमस्ते라고 말해요. नमस्ते नेपालमा लो 여기 안. 나마스테. 네. 바이바이. 네. 안녕히 가세요. 네. 부산देखि चाहिँ यता माथि घुम्न आएको रहेछ अनि उहाँदेखि चाहिँ यता आउनुभयो यतै एकदम रमाइलो छ भनेर चाहिँ कति बुसानदेखि चाहिँ आज बिहान आएको अरे अनि माथि माथि कहाँ घुम्न जान्छ अनि यता मान्छेहरू त खासै छैन म मात्रै अनि यिनीहरू चाहिँ यो अब चाहिँ म अलि अगाडि जान्छु अनि मान्छे सान्छे नि कोही पनि छैन क्या तर एकदम राम्रो छ रमाइलो ठाउँ छ यहाँ चाहिँ चिसोले त मलाई आज लाग्छ यार एकदम अनुहार नै कस्तो कस्तो भइसकेको छ एकदम फिल भइसकेको छ मैले जान्छु पहिला यहाँनिर चाहिँ यस्तो दामी छ यो पानी चाहिँ फ्रिज भएको जस यहाँनिर चाहिँ के घरहरू नि यस्तो घरहरू चाहिँ मलाई एकदम दामी लाग्छ क्या यस्तो घरहरू 여기 구경할 수 있어요? 예, 맞아요. 밑에. 밑에 아니? 밑에. 네, 알겠습니다. माथि चाहिँ जानु नमिल्ने रहेछ तल मात्र जानु भन्यो है माथि चाहिँ अब मिल्दैन होला त्यो भएर म चाहिँ गइनँ यहाँनिर नि पानी भएको ठाउँमा सब आइसक्यो पुरा चिसोले गर्दा त्यही हो गाइज होइन हप्ताभरि काम हुन्छ एकदम थकान हुन्छ है अनि बल्ल सल्ल छुट्टी हुन्छ अनि यहाँनिर नि यस्तो भएको छ चिसोले यहाँनिर बरफ भएको छ यस्तो यहाँनिर यस्तो छ एकदम बबाल ठाउँ छ यहाँनिर चाहिँ एकदम रमाइलो छ रमाइलो घमाइलो अनि चिसो पनि त्यस्तै त्यस्तै कुर्ची सुर्ची टक्क यहाँ जाउँ यहाँ बस्छु अब टक्क लगाएर यस्तरी गाइस अब चाहिँ म यतादेखि जाँदैछु यता सब हेऱ्यो माथि चाहिँ जान मिल्दैन रहेछ त्यहाँ चाहिँ त्यो आन्टीलाई सोधेको माथि जान मिल्दैन अरे यता अब यहाँदेखि चाहिँ म अगाडि माथि त्यो ट्र्याकतिर जाँदैछु के हो यिनीहरू मलाई त लास्टै चिसो भइसक्यो यस्तो छ यहाँको घरहरू पुरा काठले बनाएको यस्तो मलाई एकदम दामी लाग्छ कि यिनीहरू चाहिँ सो गाइस अब म चाहिँ त्यताबाट चाहिँ अब माथितिर त्यो ट्र्याकतिर जाँदैछु यताबाट चाहिँ म अलिक माथि आइसकेँ अब खचे ठ्याक्यो नि आइसकेको छ यहाँभन्दा यता त्यहाँ माथि छ म त जान्छु एकदम हावा लागिरहेको छ एकदम चिसो छ आज चाहिँ यहाँनिर चाहिँ आज विद्यार्थीहरू कोही मान्छे पनि छैन आज किनकि न्यु इयर भएर होला कि
आउन हामी चाहिँ मिलेन्द्र र म चाहिँ भित्र आएको छु यस खजे ठ्याक्क म त जान्छु मन लाग्छ चिसो नबस्ने त आज त कोही पनि छैन कि आज नयाँ वर्ष भएकोले चाहिँ कोही पनि छैन र मोबाइलले समात्न भइरहेको छैन चिसोले गर्दा हात पुरा गरम भइसक्यो मेरो यता युनिभर्सिटीमा चाहिँ मेरो काम थियो होइन त्यो आज नयाँ वर्षले गर्दा बिदा रहेछ आज काम पनि भएन होइन त्यस नजिकै हो कुनै दिन आउँछु अब अहिले चिसो भयो म जान्छु होइन जानकारी नै के भएन मैले वेबसाइट नै नहेरेको क्या आज काम थियो मेरो यता आज मान्छे नि कोही छैन अफिसतिर नि बन्द रहेछ सबै अब मैले जानुपर्ने हुन्छ यहाँ यो इन्फर्मेसन आन्ने मुलुकले चाहिँ यहाँ चाहिँ बन्द छ आज सो म चाहिँ अलि उता पुगेर आउँछु चिसो एकदम धेरै छ होइन चिसो बढेको छ चिसो बढेपछि एकदम टाढो बाहिर निस्किने हात एकदम जमेको छ पुरा है पन्जा जग्गा त्यो पनि पन्जाले गर्दा नि भेर होइन यहाँ माथि के खाल्डो छ है मलाई चाहिँ डर लाग्छ जान सिनी खुम्ची भनेको छ तर म जान्नुहोस् यहाँ माथि डर लाग्यो मलाई एक्लै म तल नै जान्छु सो गाइस त्यही हो होइन चिसो छ धेरै कोरेमा गाह्रो छ होइन काम गर्न नि गाह्रो छ बाहिर निस्किन नि गाह्रो छ झन् कोठाभित्र नि बस्न गाह्रो छ कोठाभित्रै बस्यो के सोचाउँछ होइन गाह्रो हुन्छ त्यो भएर यसो बाहिर चाहिँ माइन्ड फ्रेसको लागि निक्ल्यो भने नि चिसो छ लास्ट चाहिँ निस्किन सकिँदैन गाह्रो छ जे कुरा पनि गाह्रो आजमा थिए अम्मा त कहाँ थियो नेपाल 사람이 हो 이거 먹는 거. 이거 냉이. 냉이. 냉이? 예. 나물에 먹는 거. यहाँ चाहिँ हाम्रो आमाले चाहिँ निकाल्दै हुनुहुन्छ आजमा इरुम 이름 냉이. 냉이? 응. 된장 찌져 먹는 거. 예. 맛 어때요 이거? 비타민이 많아. 비타민 이거 많아요? 예, 비타민이 많아. 영양이 많아. 영양이. 그러면 많이 먹으세요 뭐. 영양이 많은 나물이다. 많아요 이거 우리 밭이거든. 이거 누구예요? 우리 거. 우리 거. 많이. 네. 집 여기요? 집은 주공. 주공이요? 예, 주공. 맞은 초등학교 근처예요? 예, 초등학교. 저 우리도 대경비래요. 대경비. 배우에 다니는가 봐. 네? 하나. 네, 아나운서네. 하나우선 댕겨요. 아나운서 전에 배우. My name 아들. 배우. 아나우선. 네, 일하고 있어요. 네, 일하고 있어. 식사했어요. 예. 점심 먹었어요. 어디 놀러 가요? 네, 저기 바닷가에. 위에 가서 여기 바닥에 가고 있어요. 너무 좋아요 오늘 어제보다. 예. 오늘 추워. 바람도 불어요. 네팔 가봤다. 아 그래요? 예. 인도 네팔. 인도 네팔. 인도에 가봤어요? 예. 인도에 여행 10일간. 네팔도 가보고. 네팔 얼마 동안? 예? 네팔에 얼마 동안 보냈어요? 인도에 10일, 네팔이 1일. 많이 안 있었어 네팔에. 네팔 어때요? 네팔 촌이래. 새해 복 많이 받으세요. 예.
새해 복 많이 네. 받으세요. 해피 뉴 이어. 예. 고마워요. 우리도 오늘 휴가 있는데 예. 결국 놀러 왔어요. 오늘 노는 날이잖아. 노는 날, 쉬는 날, 네. 공휴일. 어. 공휴일. 네, 맞습니다. 나의 내 아들은 그저 오늘 하나에 일하러 갔어. 그래요? 응. 오늘 우리가 다 전체 임무요. 아들은 전기 일을 하니까 남 쉬는 날 일해야 돼. 특권. 더 끝날래 조금 돈도 많아요. 응. 잘했네요.